हेलो एभ्रिवान, मेरो नाम चाहिँ सुनिता। अनि आज चाहिँ एकदम चिसो छ कि बाहिर पानी पर्नुको लागि एकदम हावा चलेर कालो बादल, घाम पनि अलिअलि लागेको छ, तर एकदम चिसो छ हावा चलेर। अनि यो चिम्टी चाहिँ मेरो साइली दिदीले पठाउनु भएको नेपालबाट। आज चाहिँ म पुरी पोलेर लान्छु भनेर मैले सब सामान रेडी गरेँ। अनि म चाहिँ यहाँ बेल्न थालेँ। हामीले चाहिँ बेल्ने युज चाहिँ हामीले बोतल गर्छौँ, अनि यसरी एकदम सजिलो हुन्छ, त्यस्तो गाह्रो नि हुन्न। अनि रोटी गोलो बनाउनु हुँदैन, म चाहिँ तन्कारै गोलो बनाइदिन्छु। अनि मैले चाहिँ कराई बसालेँ, ग्यास बालेँ। अनि म चाहिँ तेल ततेन भनेर चेक गर्न चाहिँ पहिला सानो डल्लो हाल्ने यसरी, अनि ततेछ। अनि मैले पुरी पनि हालेँ। अनि त्यसपछि यत्तिको भयो। अनि मैले चाहिँ एकाएक गरेर पुरी पोल्न थालेँ। अनि सब पुरी पोलेर भ्याइसकेँ मैले चाहिँ। यदि मेरो मिनी ब्लग मन पर्यो भने लाइक, कमेन्ट, के छ कसो छ भनिदिनु होला। बाई बाई।